जीवनको दैनिक काम, जिम्मेवारी र तनावले मानिसलाई थकित बनाउँछ। त्यही थकान र एकरस जीवनबाट केही समयका लागि टाढा रहँदै आत्मालाई ताजा बनाउन हामीले सबै कामलाई केही दिनका लागि पन्छाएर मनाङको सुन्दर यात्रा सुरु गर्यौँ। बाटोभरि हरियो वन, पहाडको मोड अनि स्वच्छ हावाले स्वागत गरे। उकालो र घुमाउरो बाटो पार गर्दै जब हामी घलेगाउँ, पिसाङ गाउँहरू हुँदै अघि बढ्यौँ, प्रत्येक क्षणले नयाँ दृश्य र नयाँ अनुभूति दियो। मनाङ पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले साँच्चै नै मनमोहक बनायो। सेता हिमालहरू, निलो आकाश अनि शान्त वातावरणले शरीर र मन दुवैलाई सन्तुलित गरिदियो। मनाङको यो यात्रा तिलिजो ताल पुग्ने लक्ष्यसहित सुरु भएको थियो, तर बेस क्याम्पमा कोठा नपाएको कारण तिलिजो जाने हाम्रो सपना अधुरै रह्यो। यद्यपि त्यो अधुरो सपना पनि हाम्रो मनबाट उत्साह हराउन सकेन। हामीले मनाङमा रहँदै ब्लू लेक, गङ्गपूर्ण लेक र ग्रिन लेक जस्ता सुन्दर तालहरूको यात्रा गर्दै मन र आत्मालाई अपूर्व आनन्द अनुभव गऱ्यौँ। हिमालको काखमा रहेका यी तालहरू साँच्चै नै स्वर्गीय अनुभूति दिलाए। शान्त हावा, निलो पानी र वरिपरि फैलिएका हिमालहरूलाई हेर्दा थकान र तनाव सबै हराए जस्तो लाग्यो। यो यात्रा केवल घुमफिर मात्र होइन, एउटा जीवनभर सम्झन लायक अनुभव बन्यो। ती क्षणहरूलाई मैले यस भिडियो मार्फत कैद गरेको छु। कृपया पुरा भिडियो हेरेर साथ दिनुहोला। के भने रिसेप्सन आजदेखि रेस्टरुम हुन्छ? रेस्ट फिक्स भने जाने होला। त्यति चाहिँ फिक्स हो। डाइनिङै फिक्स भएन पो। यहाँ मेरो बाइकको लर्को हेर्नु, यहाँ यत्तिकै छ, माथि यत्तिकै छ। यो चाहिँ तिलिजो जानेको बाइक पार्किङ हो। के गरे यस्तो हाम्रो बिचो। पोखरा 6 मा छु अनि यो पोखरा 6 मा त पुरै प्यागै प्याग छ सबैतिर। अब कहाँ चाहिँ फाइनली गाइज हामी चाहिँ अब यहाँ घलेगाउँ आइपुग्यो। लगभग यो घलेगाउँबाट चाहिँ 220 किलोमिटर डिस्टेन्समा रहेछ र सी लेभलबाट चाहिँ 6900 हाइटमा छ भनौँ। आउँदाखेरि चाहिँ धेरै गाह्रो भयो। गाह्रो चाहिँ पनि यहाँ आइसकेपछि यहाँको भ्यू हेर्दाखेरि चाहिँ अब त्यो थकान चाहिँ सबै हट्यो। कता हो? यता हो हाम्रो। तपाईँको नाम के? उहाँको नाम ए फुलमा है नाम सम्झौँ। ए फुलमाया तपाईँ हुनुहुन्छ? यो ठमेलको गल्ली भन्दा नि चर्को रहेछ त। दिल तुसे झुमे के हो लिरिक्स मिल्यो? अब ल हाम्रो रुम चाहिँ यो। फाइनली हामी आइपुग्यो हाम्रो डेस्टिनेसनमा। आइपुग्यो नि त। र अब हामीले चाहिँ रुममा ब्याग स्याग राखेर हामी यहाँ माथि यो घलेगाउँको गोर्खा आर्मी पार्क भन्नेमा आइपुगेको छौँ। यहाँबाट चाहिँ हिमालको भ्यू चाहिँ एकदम राम्रो देख्दो रहेछ। ल राज दाइ, कस्तो भइरहेछ ट्रिप? एकदम रमाइलो। मजा आइरहेछ नि? एकदमै रमाइलो यार। मकै भटास कस्तो भइरहेछ? मिठो छ यो तपाईँको। मदन भाइ कति हालेछ र पैसा? 25 करोड सुरतमा हालेको। भइरहेको छ। सुरत चौरा आउने हो कि? मेरो 25 करोडको कति आउने रहेछ हेरौँ। सुरत चौरा हुन्छ। खलौँ ल 25 करोड गयो है। सबैले भन्नु पर्यो नि। यहाँ रमाइलो गर्दा गर्दै ल अब छ्याजलो हो। रमाइलो गर्दा गर्दै यहाँ अब खाने बेला पनि भइसक्यो होइन। अब हामी चाहिँ यहाँ खाना तयार भइसक्यौँ। खाना पनि आइसक्यो। अब खाना पनि खाइयो। अब खाना खाइसकेपछि अब एकछिन नाचगान त भयो नि। अब सुत्ने बेला पनि भइसक्यो। भोलि बिहान चाँडो उठ्नु छ। अब भोलि फेरि के हुन्छ कस्तो हुन्छ अब फेरि आइ नै हाल्नेछ तपाईँहरूको सामु। आजलाई चाहिँ गुड नाइट। आज चाहिँ डे 2 हाम्रो ट्रिपको। अब आज चाहिँ हाम्रो चाहिँ डेस्टिनेसन चाहिँ मनाङ हुनेछ।
बिहान उठेर यहाँको चाहिँ एकदम फुलको इन्भाइरोमेन्टमा हामी एकछिन माथि डाँडातिर गएर रिफ्रेसमेन्ट गर्छौँ है। अब हाम्रो डाँडा चाहिँ कहाँनिर त्यो माथि अब उठ्दाखेरि अलिकति टाइम लागेको भएर सनराइज चाहिँ हेर्नु पाइएन, तर ठिकै छ। अब केही छैन, मनाङमा गएर फेरि त्यो सनराइज हामीले हेरेर फेरि हामीले त्यो सुट गर्ने नै छौँ। अहिले चाहिँ हामी डाँडातिर लाग्यौँ। सिउ मर्निङ सर। गुड मर्निङ। ओहो बोलाउँदा कहिले आउनु भयो तपाईँ? ओ मर्निङ सर। कहिले आउनु भएको? म हिजो आएको नि थिएन। एकदम तपाईँहरू जानु न। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो त? एकदम चिसो भनेर त्यस्तो धेरै चिसो होइन, एकदम बिहान उठेर म नुहाउनु चाहिँ नुहाएँ होइन, त्यस्तो धेरै चिसो चाहिँ त्यो टाउकै झर्ला चिसो के पनि भयो कि एकदम हिजोको अहिले ह्याङ चाहिँ एकदम पनि एकदम रिफ्रेसमेन्ट भइरहेको छ। अब यो ट्रिपलाई आजको ट्रिपलाई पनि हिजोको सक्सेस बनाउनुपर्छ होइन। एब्सोल्युटली। यहाँको भ्यूहरू पनि एकदम यसै हेर्नु पाउँदाखेरि एकदम मनै एकदम आनन्द भइरहेको छ है। सबैजनाले चाहिँ त्यहाँबाट हामी यहीँ गाउँको मान्छेलाई अब यो चाहिँ गाउँको चाहिँ यो घले गाउँबाटको दृश्य चाहिँ एकदम राम्रो देखिरहेको छ होइन। अब यहाँबाट हिमाल चाहिँ नजिकै देखिरहेको छ, तर यो हामी चाहिँ कन्फर्म भएन कि यो अन्नपूर्ण हिमाल हो कि यो मनासले हिमाल हो कि के हो भन्ने कुरा हामी कन्फर्म चाहिँ भएन। तर तपाईँहरू भ्यू हेर्नुहोस्, तपाईँलाई पनि आफै पनि स्योर हुनुहोस् कि कुन चाहिँ हिमाल हो भनेर भनेर हामीले गुगलमा सर्च गरेर पनि हामी आफै पनि कन्फर्म हुन सकेनौँ यो कुरामा चाहिँ। अन्नपूर्ण मनासले कुन चाहिँ हो अब आफै कन्फर्म गर्नुहोस्। थ्याङ्क यू। रेडी भयो हाम्रो। ल माथिको घुमघाम पछाडि हाम्रो यहाँ अब ब्रेकफास्ट सुरु भयो। अब यहाँको स्पेसल भनेको चाहिँ यो कालो रोटी हो के कोदोको सेल होइन, यहाँ चाहिँ यस्तो हुँदो रहेछ। यो चाहिँ कसरी बनाउनु भयो दिदी? यो सेल एकचोटि भनिदिनुहोस् त ल। अन्डा चाहिँ भन्नु पर्दैन, यो थाहा छ हामीलाई नि। यो चाहिँ चिप्ले भन्ने हुन्छ कि चिप्ले एउटा काउलो भन्ने हुन्छ, त्यो हालेर बनाएको है कोदोको रोटी। अनि यसमा चाहिँ अलिअलि आँटा मिसाउँछ, चिनी मह। घले गाउँमा अतिथिहरूलाई बिदा गर्ने क्रममा टिका र फुलमाला लगाउने परम्परागत चलन रहेछ। यसरी बिदा गर्दा गाउँलेको आत्मीयता र संस्कृतिको झल्को स्पष्ट रूपमा देखिन्छ। लमजुङ जिल्लामा अवस्थित घले गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण, वरिपरि हिमाल र पहाडहरूले घेरेको स्थानमा बस्ने रहर अझ त पुगेको थिएन। तर हाम्रो तिलिजोसम्मको यात्रा पुरा गर्न हामी अगाडि बढ्यौँ। अब हाम्रो यहाँको नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो मनाङमा हुनेछ। अब हामी यहाँ चाहिँ घले गाउँलाई बाई बाई गरेर हामी यहाँबाट निस्क्यौँ। त्यस्तो विधि नमान्नु यहाँ हाम्रो गुरुजीलाई। कसैले लानु छ हामीलाई यहाँ। ए ल माथि घले गाउँबाट फेरि हामी यहाँ तल बेसी सहर आइपुग्यो। अब आज चाहिँ हाम्रो सेकेन्ड डेको खाना, बिहानको खाना चाहिँ अब हाम्रो यहाँ हुन्छ होलिडे ट्रेकर्स। यहाँको भ्यू चाहिँ एकदम राम्रो रहेछ, एकदम गार्डनिङहरू चाहिँ बबालै रहेछ है त। त्यो यो टाइममा पनि फुलहरू चाहिँ यस्तो दामी फुलाइरहनु भएको छ, मेहनतलाई चाहिँ एकदम सारेको छ है। After the trip, it's third time and you have
tourist trap. What is your name? Roman. You told you had, this is your third time, right? Yes. And you know to speak the Nepali language? You are cheating. You are cheating. तिमीलाई त्यस्तो छ Oh, yes. मलाई पिक्चा हो खानपिन र विदेशी पर्यटकसँगको एकछिन रमाइलो कुराकानी सकेर फेरि आफ्नो गन्तव्यतिर लाग्यौँ। अब यो हामी चाहिँ यहाँ अक्टोबर झर्नामा आइपुग्यौँ होइन। मोबाइलै दामी रहेछ अब चाहिँ हिजोको बाटो भन्दा नि आज चाहिँ पुरै अझ टोटल्ली अफरोड थियो होइन। अब भए पनि यो सिन हेर्दाखेरि चाहिँ त्यो जति थकान थियो सबै हराएर गयो के। यात्राको क्रममा बाटोमा पर्ने यो झरना लमजुङ जिल्लाको विशेष गरेर मर्स्याङ्दी गाउँपालिका 4 च्याम्चे भन्ने स्थानमा अवस्थित छ। यो झरनाबाट पानी झर्दा 8वटा हात जस्तै फैलिएको देखिने भएको कारणले गर्दाखेरि यसलाई चाहिँ अक्टोपस झरना भनिएको रहेछ। चाहिँ अब त्यहाँबाट यो मनाङ भ्यालीमा आइपुगेका छौँ। यहाँको क्लाइमेट चाहिँ अलभन्दा धेरै चिसो पनि रहेछ। अब यहाँ बसेर हामी अझ पुगेको छैन, हामी अझ माथिसम्म जानुपर्ने छ। यहाँ बसेर हामी यसो चिया खान्छौँ, एकछिन टाइम स्पेन्ड गर्छौँ। यो रुटमा गाडी चलाउनलाई चाहिँ कस्तो हुँदो रहेछ? होइन अब तिमीले चाहिँ कस्तो फिल गर्यो भन्नु खोज्यो कि? यो रुटमा गाडी चलाउने ड्राइभरको त गाँड फाट्छ गाँड त्यस्तो डेन्जर फाट्छ खतरा हो नि होइन? कुरा नगरौँ राडोलाई हम्मे परेछ भनेपछि अझ यो वेमा पनि अझ स्कुटरहरू पनि ल्याइरहेछ नि होइन? यिनीहरू त पुरै बिग एडभेन्चर खोजेर आएको एकदम। अनि यो चाहिँ मनाङमा फल्ने स्याउ चाहिँ यस्तो हुँदो रहेछ। हामीले जुन नर्मल्ली देखिरहेको स्याउभन्दा अलिक साइज चाहिँ सानो हुँदो रहेछ, तर थुप्रै लगाएको हुँदो रहेछ। यहाँ चाहिँ फलिरहेको छ। यहाँ चाहिँ वार्निङ रहेछ, यहाँ नो इन्ट्रीमा इन्ट्री भयो भने चाहिँ फाइन चाहिँ 5000। मनाङ भ्यालीको फार्म हाउस। यो चाहिँ साँच्चीकै हो कि के हो? यो म पनि कन्फ्युज भएँ। हेर्दाखेरि त साँच्चीकै जस्तो रियल जस्तो हो, रियलै रहेछ यो त। हामी चाहिँ अब आजको नाइट स्टे चाहिँ हामी यहाँ गर्दैछौँ। यो चाहिँ बब मार्ली होटल। अहिले चाहिँ प्रायः होटलहरू चाहिँ अब यहाँनिर यो सिजनमा चाहिँ बुक नगरिकन आउँदाखेरि चाहिँ होटल रुम पाउन चाहिँ धेरै गाह्रो हुँदो रहेछ। अब लगभग कतातिर गएर रुम बुक गरेँ के हो होइन। हामीले चाहिँ अब ट्राभल्समा आएको भएर चाहिँ पहिल्यै अब रुम बुक गरिसकेको भएर चाहिँ हामीले खासै तनाव नपर्ला। जाडो छ है, बाहिर बस्नु चाहिँ धेरै जाडो रहेछ। यहाँ चाहिँ यस्तो व्यवस्था रहेछ ल, तातो ठाउँ चाहिँ धेरै चिसो रहेछ यहाँ चाहिँ। ल हालो एकचोटि यहाँ ए बरु अग्न कपाल नगाडिकन यहीँनिर झोस्यायो हुने रहेछ नि त बरु तिमीले। कपाल काटेर रिग्रेट भइरहेछ अहिले चिसो भएर। हामी त तिलेजु जाने लक्ष्य लिएर यहाँसम्म आएका थियौँ। बेस क्याम्पमा कोठा पनि पहिले नै बुक भइसकेको थियो, तर अहिले पर्यटक धेरै भएको कारणले गर्दाखेरि कोठा खाली छैन भन्ने सुनेपछि तनावको स्थिति सिर्जना भयो। यदि चाहिँ फिक्स हो त्यो डाइनिङै फिक्स भएन र पो यहाँ। कुरा सोच्यो भन्दा सोचे भने फ्रेस माइन्ड फ्रेस हो नि। अलिक भद्रको हिसाबमा हिँडेर हुन्छ त नि यत्रो त्यो मान्छे मरे ठाउँमा हिँडेर नि कि एक दिन बस्नु पर्यो अर्को कहाँ भन्ने त्यहाँ बस एक दिन त बसेर मात्र हुन्छ। मान्छे त त्यत्तिकै होइन सबैजना अहिले प्रायः तिलिचो जाने प्लान बनाउने मान्छेहरू सबैको दिमागमा यही छ कि अहिले माथि रुम पाउँदैन के गर्ने भन्ने मात्र भइरहेछ कि। अब त्यो भएर अब भोलि त खाली हुन्छ। यिनीहरू त सबैजना अहिले जति पनि प्याक भइरहेछ तिनीहरू सबै माथि जाने हो नि त। अब त्यहाँ भोलि चाहिँ झम्टिन जाने हो कि। अब जसले पायो त्यो हन्टिङ जस्तो भयो क्या त्यो चाहिँ। अब जो अगाडि गएर अब बुक गर्न सक्यो, अब जति पैसा तिरेर बुक गर्यो त्यो अनुसारले। हाम्रो चाहिँ तिलेजु जाने हाम्रो प्लान चाहिँ क्यान्सलै भयो होइन। अब त्यहाँ कन्ट्याक्ट गर्न सकिएन। अब त्यही भएर हामी चाहिँ अब यहाँबाट माथि अप्पर मनाङमा के छ यसो घुमघाम गरेर अब हामी चाहिँ फेरि हाम्रो प्लानिङ चाहिँ अब ठ्याक्कै आइस लेक होइन, आइस लेकमा हाम्रो चाहिँ अब त्यहाँ गएर यसो घुम्ने त्यो प्लान चाहिँ हाम्रो फिक्स भयो। अब के गर्ने
जे गर्दा पनि लागेन ठिकै छ अहिलेसम्मको एक्सपिरियन्स चाहिँ एकदम बवाल चाहिँ भइरहेछ होइन एकदम रमाइलो भइरहेको छ अब जस्तो अब अबको पछाडि पनि हामी त योभन्दा अझ खतरा एक्सपिरियन्स गर्दैछौँ है अब के गर्दैछौँ भन्ने कुरो म तपाईँहरूले भिडियोमा देखाइन्छ कस्तो एक्सपिरियन्स छ म तपाईँहरूलाई देखाइहाल्छु मेरो भिडियो चाहिँ पुरा हेरिदिनु ल हामी चाहिँ अब यहाँ होटलबाट चाहिँ हामी चेकआउट भयो उहाँ चाहिँ अब हाम्रो इन्चार्ज हुनुहुन्छ ल जे हो पनि अब हाम्रो चाहिँ फर्दर प्रोग्रामहरू के हुनुहुन्छ उहाँले भन्नुहुन्छ ल अब हाम्रो के हुन्छ ल भनिदिनुहोस् त एक्चुअली अब हिजो हामी लोवर पिसाङमा आएर बस्यौँ होइन लोवर पिसाङको हाम्रो बब मार्ली होटल सबभन्दा बेस्ट होटल अनि अब आज हामी यहाँबाट ब्रेकफास्ट खाएर निस्क्यौँ फर्स्टमा हामी ग्रिन लेक जान्छौँ ग्रिन लेक चाहिँ 30 मिनट्स वकिङमा जान्छौँ अनि त्यहाँबाट गएर हामी ब्लू लेक जान्छौँ ब्लू लेकसम्म चाहिँ हाम्रो गाडी जान्छ ब्लू लेकसम्म गाडी जान्छ त्यहाँबाट हाम्रो लन्च टाइमको लागि मनाङ भ्याली जान्छौँ लन्च खाएर मनाङ भ्याली घुमेर हामी गङ्गापूर्ण लेक जान्छौँ त्यसपछि हामी खाङसार जान्छौँ त्यहाँबाट ब्याक टु चामे चामे जान्छ आज हाम्रो जम्बो टोली छ 10 वटा गाडी अब त्यो भएको भएर एउटै होटलले सबै गाडीहरूलाई कभर गर्नु नसकेर हामीले डिफ्रेन्ट होटल राखेको छौँ कोही चामेमा 2-3 होटल बुक छ अनि कुनै गाडी मनाङमा बस्छ कुनै गाडी लोवर पिसाङमै फर्किन्छ अनि आजको हाम्रो प्रोग्रामहरू यही नै हो अब फर्दर भनेको भोलि अहिले एकछिनमा हामी सबैसँग गर्छौँ हाम्रो ट्राभल्सले दिएको सेवा सुविधा कस्तो लाग्यो सबैसँग हामी कन्सल्ट गरेर हाम्रो कमी कमजोरी पुरा गर्ने ट्राई गर्छौँ हाम्रो तिलिजुको प्लान के भयो अब तिलिजुको चाहिँ हिजोको रेसियोमा हिजो 2500 जना बेस क्याम्प पुगेको छ जब कि त्यहाँको क्यापेसिटी भनेको निकै मिनिमम छ अहिलेसम्मको हाइएस्ट रेकर्ड भनेको 2500 भनेको अहिलेसम्मको हाइएस्ट रेकर्ड हो त्यो भएको भएर हाम्रो एक ग्रुप चाहिँ 300 जनालाई आएको थियो तर हामीले 4-5 दिनदेखि नै बुकिङ गर्दाखेरि पनि लास्ट आवरमा हाम्रो बुकिङ क्यान्सल भएको छ त्यसको लागि धेरै दुःख लागिरहेछ त्यो ग्रुपलाई चाहिँ अब हामीले तिलिजो नपठाइकन आइसलेक लाने प्लानमा छौँ अब आइसलेक जाने आइसलेक घुम्ने तिलिजोको प्लानलाई चाहिँ तिलिजोमा जुन हामीले गिल्टी फिल गऱ्यौँ तिलिजो जान नपाएर त्यसको सट्टामा हामीले आइसलेक लगेर तिलिजो बाहेक एक्स्ट्रा अर्को आइसलेकलाई हामीले प्रायोरिटी दिन खोजिरहेछौँ The silhouettes burning, embers rising high like a chemical fire. The flame won't die. हामी चाहिँ यहाँ अहिले ग्रिन लेकमा आइपुग्यौँ यो हामी बसेको होटलभन्दा धेरै टाढा त रहेछ अलिकति मात्र माथि रहेछ यो ग्रिन लेकबाट पनि यो माउन्टेन भ्यू चाहिँ बबालै आउने रहेछ ग्रिन लेकबाट चाहिँ आधी घन्टाको राइड पछाडि अब हामी चाहिँ यहाँ ब्लू लेकमा आइसकेका छौँ अब यहाँ हाम्रो फोटोसुट चाहिँ भइरहेको छ यहाँको भ्यू पोइन्ट पनि एकदम दामी देखिरहेको छ हाम्रो यो मेरो भन्दा पछाडि चाहिँ तपाईँले अन्नपूर्ण देखिराख्नु भएको छ है ट्रिप कस्तो भइरहेछ के छ रिभ्यूको ल अब हामी चाहिँ अहिले यो सी लेभलबाट चाहिँ 35 से 40 मिटर हाइटमा छौँ चाहिँ हामी यो खाना खाने ठाउँमा जाँदैछौँ हाम्रो होटलको नाम के हो अरे साँच्ची यति होटल सेकेन्ड फ्लोर कहाँ रेस्टुरेन्ट देख्छ यसले फेरि रेस्टुरेन्ट भने रिसेप्सन भने हो कि त्यो के भने रिसेप्सन आएर देख्ने बित्तिकै रेस्टुरेन्ट हुन्छ खाना खाएर हामी चाहिँ यहाँ गङ्गापूर्ण ताल आइपुगेको छौँ तपाईँ यहाँसम्म खाना खाएर आइपुग्दाखेरि चाहिँ एकछिन अब हिँड्नु पऱ्यो हिँड्दाखेरि चाहिँ एकदम रिफ्रेसमेन्ट पनि भयो खाना खाएको पछि पनि होइन अब जस अब यहाँ आउने
अब साथीहरू पनि टन्नै हुनुहुन्छ हेर्नलाई। यस रमाइलो छ ठाउँ यो सबैतिर वरिपरि पहाडै पहाड भएको। हामी कहिलेकाहीँ घुम्न आउनलाई चाहिँ अब यहीँ एडजस्ट हुनलाई चाहिँ हामीलाई चाहिँ धेरै गाह्रो हुन्छ, तर हामी कहिलेकाहीँ घुम्न आउनलाई चाहिँ जो एकदम ठाउँ चाहिँ बबालै छ। हामी चाहिँ यहाँ खाङसारमा आइपुगेका छौँ। यहाँनिर बाइकको लर्को हेर्नु, यहाँ यत्तिकै छ, माथि यत्तिकै छ। यो चाहिँ तिलेजु जानेको बाइक पार्किङ हो। मान्छे चाहिँ म्याक्सिमम नै छ। अझ पनि हामी चाहिँ एकदम प्रयास गरिरहेका छौँ हामी तिलेजु पुग्ने चाहिँ। अहिलेसम्म पनि हामी चाहिँ ट्राई नै गरिरहेको थियौँ कि अझ पनि पाउँछ कि भन्ने कुरा गरिरहेको थियौँ। अब त्यहाँ कतिजना मान्छेहरू चाहिँ बेस क्याम्पबाट फर्केको भन्ने पनि अब कतिजनाले भेट्यो। त्यसले गर्दाखेरि चाहिँ अब हामीले चाहिँ अब टोटली अब चाहिँ माइन्डसेट गरिसक्यौँ होइन। अब हिजोको प्लानमा पनि फेरि हाम्रो त्यसमा पनि हाम्रो प्लान चाहिँ फेरि चेन्ज भइसक्यो। अब हामी चाहिँ यहाँबाट गएर हामी हाम्रो पोखरा जाने भयो। अब ठिकै छ, पछि फेरि केही गरी अब ज्यानले साथ दिएछ भने फेरि तिलेजु यो ठाउँ आइन्छ, पक्कै पनि आइन्छ। अब अहिलेलाई चाहिँ अब एकदम दुःख त लागिरहेको छ भन्नु भए पनि अब यो पालि चाहिँ जति प्रयास गर्दाखेरि पुग्न चाहिँ सकिएन। ल लेट्स सी अब हामी के गर्छौँ। फेरि म तपाईँहरूलाई यो भिडियो मार्फत चाहिँ अब हामी देखाउँछु। पोखरा जाने क्रममा हामी दमौलीमा खाना खान रोक्यौँ। होटलको नाम द मौलिक होटल रहेछ। घरको डिजाइन हेर्दाखेरि पनि मौलिक जस्तै रहेछ। हाम्रो यो घुँडेवाला गुरुजीलाई चाहिँ मान्नै पर्छ। अब हामी चुप्लाएर बस्दाखेरि पनि हामी अब त्यस्तो थकित भइसक्यो भने अब कन्टिन्युस त्यत्रो चलाउनु भनेको चाहिँ अलिकति चान्चुने कुरा चाहिँ होइन। गुरुजी गुरुजी थकै लागेको छैन? थकै लागेको छैन? अब यो गुरुजीलाई चाहिँ मान्नै पर्छ। हेर्नु ल के भन्ने, त्यही त। अब हामी यहाँ बस्ने मान्छेले ढाड सिकिसक्यो होइन, अहिलेसम्म केही थका लागेको छैन भनेर भन्छन्। अनि ल यही हो, अनुहार हेर्दै गर्नुहोस् हाम्रो गुरुजीको। अब रातारात हामी यहाँ पोखरा चाहिँ आइपुग्यौँ। अब यहाँ पनि यस्तै ताल पर्यो। अब हाम्रो त खै ब्याड लक पर्यो कि के पर्यो हो, जहाँ गए नि रुम नपाउने। हाम्रो बिचली भागै हो त। यहाँ पनि रुम पाइएन, के गर्ने ल। अब के हाम्रो बास बाटोमै हो त? अब के गर्नु पर्यो, यस्तै छ। अब रुमै नपाउने बाध्यता भयो पोखरामा। सबै तिलेजु जाउँ रुम पाउँदैन, पोखरा आयो रुम पाउँदैन, के गरायो। टुरिस्ट धेरै बढ्यो, त्यही भएर रुमको चाहिँ अलिक सिलसिला चाहिँ धेरै बढ्यो। ए गुरुजी के गरे हाम्रो बिचो, के गरे हामीलाई के बाटा सुताउने यार। गरे चाहिँ के हो कि यस्तो? अब यो बास मागे पनि पाइन्छ होला यार, बढी यस्तो बासै छ। पोखरा 6 मा छु। अनि यो पोखरा 6 मा त पुरै प्यागै प्याग छ सबैतिर। अब कहाँ चाहिँ जाँदा हुन्छ? हेर न तिमी, अब तिमी त पोखराकै मान्छे हो। 7-8तिर 7-8तिर जाउँ त पोखरा भर्खर त्यही बाटो आएको यार, त्यहाँ नै छैन रे यार। रुम पाइयो नि त अब बिजोक बल्ल बल्लमा पाइयो। ल रुम चाहिँ पाइयो है। नेक्स्ट मर्निङ चाहिँ हामी अर्कै होटल सिफ्ट गऱ्यौँ। आज चाहिँ यहाँ होटलमा हामी सिफ्ट गर्दैछौँ। यो पनि बल्ल बल्ल पाएको। अब यत्रो होटलहरू छ, अब कति ठाउँमा सोद्धाखेरि पनि सब रुम बुक भइसकेको छ कि अलरेडी। अब आज चाहिँ हामी यो ब्लू प्लानेट होटल, ब्लू प्लानेट लज भन्नेमा यहाँ चाहिँ हामीले चाहिँ अब हामी यहाँ चाहिँ सिफ्ट भइसक्यौँ। अब आज चाहिँ हामी यहीँ बस्छौँ। हामी 5 जना। हेलो हेलो हेलो, के हो यस्तो? के गरायो? पोखरामा चाहिँ हामी धेरै घुम्न सकेनौँ। केही समय फेवातालको वरिपरि घुमेर बेलुकी पख चाहिँ पुम्दीकोट महादेवको दर्शन गरेर आजको दिनलाई बिदाई गरियो। अब हामी के यहाँबाट अब के कता जाँदैछौँ? अब आज लास्ट डे हो नि त हाम्रो। आज लास्ट डे अफ टुर। अब
हुँदै जाने भनौँ भने पानी परिरहेको छ होइन अब चाहिँ बेकार केस त डरै भयो चप्पल दिनु त चप्पल दिनु घर फर्कने क्रममा बाटोमा ठुलो दुर्घटना भएको देख्यौँ। मानिसको जिन्दगी कस्तो अनिश्चित हुन्छ। केही क्षण अगाडि हाँस्दै कुरा गरिरहेको व्यक्ति अर्को क्षणमा के हुन्छ कसैले केही थाहा नहुने। त्यसैले सवारी साधन चलाउँदा पनि हामीले सधैँ ध्यान दिएर चलाउने बानी गरौँ। हाम्रो 5 दिनको यात्रा पनि सकियो। साथीहरूसँग छुटिन मन त थिएन, तर पनि फेरि भेट्ने बाचा गरेर सबैलाई बिदा गऱ्यौँ। यस यात्राले हामीलाई धेरै कुरा सिकायो र बिर्सिनै नसक्ने पलहरू हामीले मनमा सम्हालेर ल्यायौँ। साँच्चै जीवन बाँच्न जान्ने हो भने जीवनको अर्थ यसरी अनुभव र सम्झनामा पाइन्छ भन्ने कुरा बुझ्यौँ।